कान्छी आउला भन्छ दसैँ आयो साइली आउला भन्छ खाउला पिउला माइली आउला भन्छ कहाँ पाउला चोर आउला भन्छ चोरी ल्याउला बुढी आउला भन्छ धत पापी म त छुट्टै बसौँला ओइ टिके बिहानै बिहानै ठिकै उफ मङ्गलले दुःख पाइस आफ्नै ढङ्गले चिया खाने त चिया मगाऊ साउनी 5 कप चिया ल्याउनु त न दसैँको बेला चिया चाहिँ खाइँदैन क्या त्यो पनि यो लभ सेन्टर भट्टीमा साउनी चिया त ल्याउनु भयो उसले खाँदैन रे लैजानुस् एउटा ल चिया ल्याउँ न हामी रे हे भगवान दसैँको बेला हिजोदेखि यतै बाटोमा सुतिरहेछ घर परिवार खसी किनमेलको पर्खाइमा होलान् यो त मेरो त यार घरमा स्वास्नी मान्छेको घरमा दसैँ तिहार आइसक्यो हाम्रो घरमा मान्छे त सुतिरहेछ मान्छे त बोकाइरहेछ नि यो बोकालाई त लौखा के खोजेको मेरो बुवाजीको मोबाइल कुन हुस्सुले लगेछ मलाई के त नि जुवा तासमा हारेरै आएछ नि म जुवा तासी खेल्दिनँ अनि थाहा छ मलाई खेले पनि म हार्दिनँ हारेर मरेछ नि यति ठचाराइले त मलाई खासै रिसै उठेको छैन मलाई रिस उठेपछि त खुकुरी तरवार घोडा चुपी पनि चल्न सक्छ क्या ए मलाई सम्झाइस् डक्टर खुकुरी लिएर मेरी आमा मुखिया बा म त सुहानीको कुराले अलिकति पसिनै पो आएछ क्या हो मङ्गलले स्वास्नीको डरले पसिना हो कि कट्टुमा होला मुखिया बा म श्रीमतीको छेउमा अलिक हलुङ छाएको छु क्या मिल्ने भए त यसलाई सरापै दिन्थे नि किन नमिल्नु मुखिया बा शराब यहाँ दिनु न हिजोको ह्याङ अलिक विषय हुन्थ्यो कि दुःख पाइस आफ्नै ढङ्गले उता मुखिया बाले श्रापको कुरा गर्नु भएको उसले त म शराब पो सोचिरहेको छ मोरा जडिया यस्ता जडियालाई के खोले होला टोलटोलमा भट्टी पसल त्यो पनि लभ सेन्टर भट्टी पसल रे आज किनकि म जस्तो स्वास्नी पिँढी
उहाँहरू जस्तो श्रीमती पीडित अनि उनीहरू जस्तो गर्लफ्रेन्ड पीडितकोलाई फेरि के भन्छ यो जडिया? हो हामीहरू जस्तो स्वास्नी पीडितको दुःख पोख्ने ठाउँ नै कहाँ छ र? अब रत्तलीमा जाउँ छिर्नै दिँदैनन्। अब तिजोमा बिचमा नानी त्यही दुर्गेश थापा मात्रै हो, हामीले चासै छैन। अनि माइती जाउँ माइती नै हुँदैन। अनि हामी जस्तो स्त्री पीडितको लागि यो लभ सेन्टर भर्ती भन्दा उपयोगी ठाउँ कुनै छ? घरमा कान्छा घरमा के हो? विदेशबाट दाइ आउनुभयो। उसो भए टेन्सन साफ हुने भयो। लु कान्छा जाउँ। यो मङ्गलेको त दसैँ राम्रै आयो, तर सबैको यस्तो कहाँ हुन्छ र घरमा? आमा छोरी नि यतिखेर किन? हेर्नुस् न दिदी, मेरो परिस्थिति नै यस्तै भयो है। हप्ता 10 दिन पछाडि उसको बाउ आउँदैछ। आएपछि उसलाई दिनु है, म गएँ। हेमकुमार यहाँ आइज। नचाहिने काम गर्छ। के गरिरहेको बदमास? ल्याए बस। हेमकुमार ल्याप्चा लगाइस् त्यहाँ भाइ? ल आइज। नचाहिने काम गर्ने। नचाहिने काम गर्छ केटाहरू। ल अबदेखि ओके, अबदेखि छाती खोलेर हिँड्नु। नचाहिने काम गर्ने होइन, बुझ्यौ नि? घरमा बस्दा पैसा र ऋणको चाप, विदेश जाँदा स्वास्नी ताप भनेको यही त हो। त्यही त भयो नि। बिरेको श्रीमती हेमकुमारले लगेको पक्का भइसक्यो। अब गाउँ एउटै, ठाउँ एउटै भइसकेपछि यस्तो हुनु नपर्ने, तर भइसक्यो। अब यी गति छाडाहरूलाई गाउँै निकाला गर्नुपर्छ कि के हो? ल गाउँलेहरू तपाईँहरूले पनि भनिदिनु पर्यो। हो, निकाल्नै पर्छ। ननिकाले त सुकै छैन। नम्बर 1 मा बिरेले कमाएर पठाएको पैसा के कति हो त्यो फिर्ता गर्ने, अनि गाउँ निकाला गर्ने
र नगर्ने जुन कुरा छ नि लास बजाएर बस्छन् नत्र बाँच्छन् त्यो उनीहरूकै विचारमा छोड्दिउँ। त्यसरी छोडेर कहाँ हुन्छ र? यिनीहरूले गर्दा गाउँ समाज नै भाँडिने डर हुन्छ। मुखिया बा पैसा सबै खाइसकेको रे। यो हेमकुमारको खेतबारीको लालपुर्जा राजीनामा लेखेर सही गरेर पठाएको कागजपत्र पनि पठाएको छ। ल मुखिया बा यो लिनुहोस्। हो यो हो नि रकम फर्चर गर्ने तरिका। ल बिरे भाइ यो घर जग्गाको कागजपत्र। छिटो निकाल। मैले पठाएको पैसा छैन भनेर घर पाउँछु? छोरीहरूलाई सपिङ गराएँ, रेस्टुरेन्ट गएँ, खाजा खुवाएँ, सक्यो त पैसा। बौलायो कि क्या हो? हाम्रो त बच्चै छैन। के कसको छोरीको कुरा गरेको? परबाटे माइलाको छोरी, उसैसँग ल परेको, उसैसँग विवाह। ए बरबाटे माइला मेरो बुवा, उहाँको छोरी म भन्न खोजे के? उसैसँग जीवन बिताउँ भनेर, सँगै बाँचौँ भनेर पैसा त बैङ्कमा राखेको छु नि मैले। ओहो मैले त के पो सम्झिन पुगेछु। ए बुढी यता आऊ त। हजुर ए बुढी यो दसैँमा ऋण कतिजनालाई दियो? होला नि 12-15 जनालाई। कोहीले त फिर्ता पनि दिएका छन्। हजुरले नै नाम लेखेर दिनुभएको होइन र? छोरा आएछ, मङ्गलेले त पुरै फिर्ता गर्यो नि। बिरेले पनि तिर्यो। त्यसको यसपालि बुढी र हेमकुमार मिलेर नोक्सान गरे, तर घर जग्गाले उकास्यो। त्यो त हो, तर बच्चाहरूलाई त नोक्सानै भयो नि। बिचारा बच्चाहरूलाई टुहुरो बनाएर गइहाले। नमस्कार मुखिया बजारे। नमस्कार नमस्कार। यसपालिको दसैँ कस्तो आइरहेको छ त तिमीहरूकातिर? मुखिनी बजे दसैँ त आयो, तर के गर्नु, चाँजो पाँचै मिलाउन बाँकी भयो। भन्न कति चाहिने हो तिमीहरूको चाँजो पाँजो मिलाउनलाई? हामीलाई गोडा 10 12 15 जति। त्यसमा 5 थपेर 20 पुऱ्याइदिए त हाम्रो दसैँ टर्थ्यो कि मुखिया बा। लस् त भन न केटा हो, दुवैलाई गरे 20,000 कि? हो त्यसै भन्न, म त थोरै ब्याजमा समाजसेवा गर्ने मान्छे हो। भित्र जाऊ, बजेसँग पैसा मागेर किनमेल गर्न जाऊ। हस् मुखिया बा। अब त म जाँदैन, पोर्साल्ने काबु भइसक्यो। नमस्कार मुखिया बा। सबै गाउँले दसैँको ऋण थाप्न आए, तिमी चाहिँ किन नआए कि? मुखिनी र मैले त केही भनी बिदाए जस्तो लाग्दैन। होइन होइन, त्यस्तो केही पनि होइन। त्यो पल्लाहरूको बिरे विदेशमा थियो, उसको स्वाहानी र हेमकुमार मिलेर 3 वर्षको कमाई सबै खाइसकी चाहिँ बिरे आउने थाहा पाएर त्यसको छोरी मकैमै छोडेर भागी। अस्ति 1 हप्ता अघि बिरे आएर उसको छोरी लग्यो। त्यसैले फुर्सद भएन, मेरो आउने जाने कोही छैनन्। म एक्लीलाई के दसैँ के तिहार, फेरि कुनै आय स्रोत पनि छैन। ए त्यो अस्ति समाज राखेर घरबारी दिएर छुनुफानु गरिसकेको थियो। फेरि त्यही कुरा, त्यसो नभन न। गाउँघरमा बसेर तिरो बारो गरेकै मान्छे हो। ल यो पैसा ल्याऊ,
यो पैसाले राम्रोसँग दसैँ मानेर ल कामै गरेर भने पनि हिसाब किताब त मिलाउला नि। ल म गएँ। मात्र रहले हो के मेरो मात्रै रहले हो त? दुईटैको सम्मति ल्याउ नि त। किन झगडा गरिरहेको तिमीहरू? जे नगर्नु थियो जे नहुनु थियो भइसक्यो। अब कुकुर बिरालो जस्तो जुधेर हुन्छ। जहाँ गए पनि आफ्नो राम्रो तरिकाले राम्रोसँग गरिखानु। ल जाऊ, यहाँ झगडा गर्ने होइन। नमस्कार मुखिया बा। सानो मान्छेलाई ठिकै छस्? के आशिष दिउँ? मुखिया बा, अब यिनलाई विदेश पठाइदिनु न, टन्न पैसा कमाएर लिएर आउनु भन्नुहोस्। ओहो, म त एउटा छोरी एउटा छोरा नजानाइकन देकै चल्नेवाला छैन। किन र? ओहो, हामीले छक्का पन्जा फिल्म हेरेको छैनौँ कि क्या हो? हेमकुमार त गयो, बाबु राम्रो भ्याउरे त गाउँमै छन्, अनि दीपक त आउँछ। ल ल, शङ्काले लङ्का जलाउँछ, बुहारी राम्री छिन्। ल ल, एक दर्जन छोरा जन्माएस्, आशीर्वाद भयो। तथास्तु। ल ल, तथास्तु। त्यही राम्रै भएर त जोगाउनै गाह्रो भएको छ त। देखेनौ त्यत्रो फुटबलमा नाम दाम कमाएका नेपालीहरूले? हामीले त दसैँ यसरी मनायौँ, हजुरहरूले नि। ओके।